लाइनमा बस्दिनु होला। मन्दिर हाताभित्र अलिक ठाउँ व्यवस्थित गर्नुपर्ने भएको हुनाले घर गर्न लाउनेका काम सुरु गर्नु परेको हुनाले एकछिनको लागि मात्रै करके होला छिटो अहिले त्यो छेउबाट त जाने लोइमा चाहिँ बिर्सी जाँदा छिरेर मेरा कार गया कैसा चल रहा है खतरा रहेछ क्या यार यो त खतरा रहेछ क्या यार श्रद्धालु भक्तजनहरू तपाईँ लाइनमा बस्दै हुनुहुन्छ भने जुत्ता चप्पल खोलेर मात्रै लाइनमा बस्दिनु न हामी हार्दिक अनुरोध गर्दछौँ। श्रद्धालु भक्तजनहरू तपाईहरू जुत्ता चप्पल खोलेर मात्रै लाइनमा बस्दिनु न हामी हार्दिक अनुरोध गर्दछौँ। श्रद्धालु भक्तजनहरू तपाईहरू लाइनमा बस्दै हुनुहुन्छ भने जुत्ता चप्पल खोलेर मात्रै लाइनमा बस्दिनु न हामी हार्दिक अनुरोध गर्दछौँ। पेप्सीकोलादेखि पाल्नु भएको भक्तजन सुशीला गिरिज्यूले पनि माधव नारायण भगवानको चरण कमलमा 120 रुपियाँ अर्पण गरिदिनुभएका छन्। उहाँ लगायत उहाँका सम्पूर्ण परिवारलाई श्री माधव नारायण भगवान श्रेष्ठ माताले रक्षा गरून्, कल्याण गरून्। जय श्री माधव नारायण। श्रद्धालु भक्तजनहरू तपाईँ लाइनमा हुनुहुन्छ भने आफूसँग भएको सानो नानी बाबुहरूको पनि जुत्ता चप्पल खोलेर मात्रै लाइनमा बस्दिनु होला। श्रद्धालु भक्तजनहरू तपाईँ लाइनमा हुनुहुन्छ भने जुत्ता चप्पल खोलेर मात्रै लाइनमा बस्दिनु न हामी हार्दिक अनुरोध गर्दछौँ। जय श्री माधव नारायण, जय श्री माधव नारायण। भक्तजन राम बहादुर पंच व अष्टमाया पंच हो सुस्वास्थ्य नप